मलाई त हप्ताको एक दिनै ठिक थियो। अब घरमा बोर हुने भयो। डेटिङ जाम बने बोयफ्रेन्ड पनि छैन। आर यु कमेडी मी? सरी मन्जुलिका, म तिम्रो बोयफ्रेन्ड बन्थे होला, तर मेरो अलरेडी 3टा गर्लफ्रेन्ड छ। होस् त मलाई के को मतलब? अनि कसलाई मन्जुलिका भनेको? मेरो नाम मन्जु हो, थाहा छैन तिमीलाई? अच्छा मन्जु नाम सुहाएन के तिमीलाई? मन्जुलिका राख, पर्फेक्टली सुहाउँछ। हामी जे तोमार त एक नम्बरको गवार। मन्जु जस्तो सुन्दर नामलाई बिगार्नु खोज्छस्? मन्जुको अर्थ थाहा छ तँलाई? थाहा छ त, किन थाहा नहुनु? मन्जु सन्जु सबैको अर्थ थाहा छ मलाई। तेरो सन्जु तैसँग राख। मन्जुको अर्थ चाहिँ के हुन्छ त्यो भन मलाई। मन्जुको 2टा अर्थ हुन्छ। पहिलो अर्थ हुन्छ मन परेको जुत्ता मन्जु, अनि अर्को अर्थ हुन्छ मनोजको जुङ्गा मन्जु। अबे साले, अर्थ थाहा छैन भने थाहा छैन भन्न सक्दैनौ? अरूको नाम किन बिगारेको त्यसरी? तिमी धेरै नबोल, अहिले तिम्रो पनि बिगार्दिन्छु नि फेरि। सम्झिने पानी छम्किने। मेरो नाम बिगार्यो भने त म तिम्रो थोप्रा सोप्रा बिगार्दिन्छु। बिग्रेको थोप्रालाई कति बिगार्छौ हौ? अहिले नै फ्याट परेको फर्सीको जस्तो थोप्रा छ यसको। अझै बिग्रियो भने त ट्रकले खिचेको फर्सीको जस्तो हुन्छ। बक तलाई, मेरो मोटोपनको मजाक उडाएको होइन। अब म 1 महिनामा घटेर देखाउँछु तलाई। के बोले भाइ? 1 महिनामा त तेरो चाकको बोसो पनि पग्लिँदैन त साथी। कसरी 1 महिनामा घट्छु भन्छस् हौ? यसको बोसो पग्लियोस् नपग्लियोस्, तर स्कुल लाइफ सम्झेर मेरो मन अहिलेदेखि नै पग्लिसक्यो यार। अब फेरि यो क्लासहरूमा कहिले बस्न पाइँदैन है हामी। त्यो त रिजल्ट आएपछि थाहा भइहाल्छ नि। पास भयो भने पो बस्न पाइँदैन त, फेल भयो भने त बस्दिन भन्दा पनि जबरजस्ती बस्नुपर्छ। 11-12 मा चाहिँ कुन सब्जेक्ट लिने विचार छ नि तिमीहरूको? मेरो त इकोनोमिक्स लिने विचार छ। पछि गएर नेपालको फाइनान्स मिनिस्टर बन्नु छ मलाई। शाबास। तिमी फाइनान्स मिनिस्टर भयो भने मसँग ट्याक्स नउठाउ ल, तिमीलाई हाम्रो दोस्तीको कसम। ओइ बुस्तिग्रे, त चाहिँ कुन सब्जेक्ट लिने +2 मा? खोइ म त कुनलिम भइरहेछ हौ। जीके लिन्छु होला म त। जीके +2 मा जीके हुँदैन के साले? यति साह्रो बुद्धु नहुँ न। जीके हुँदैन? ए त्यसो भए त एजुकेसन लिन्छु नि म त। अब रिग्रेट हुँदैछ होला तँलाई हैन? ओइ जियान, त चाहिँ कुन सब्जेक्ट लिन्छस्? म त होटल म्यानेजमेन्ट लिन्छु। होटल म्यानेजमेन्ट लिनेले मिठो मिठो खानु पाउँछ भन्ने सुनेको थिएँ, त्यसैले त्यही लिन्छु म त। अबे साले, अघि त खुब 1 महिनामा घटेर देखाउँछु भन्ने थिइस् त, अहिलेको अहिले खानाको याद आयो तँलाई? कैसा लगा मेरा मजाक? तिम्रो चाहिँ के लिने विचार छ जीवन? म त सुरुमा साइन्स लिने हो। साइन्स सकिएन भने कमर्सतिर लाग्ने, अनि कमर्स पनि सकिएन भने चाहिँ घरतिर लाग्ने, अनि टिकटक खोलेर लाइभ आउ न प्यारी भन्दै बस्ने। अनि कलेज चाहिँ कुन जोइन गर्ने? केही सोचेको छौ तिमीहरूले? जुन नजिक छ त्यही जोइन गर्ने नि। जुन कलेज जोइन गरे पनि पढ्ने होइन क्यारे। यदि पढ्नु भने छैन भने बुवा आमाको पैसा किन खेरो फाल्छौ? कलेजै जोइन नगरे भइहाल्यो नि। मलाई पनि कहाँ जोइन गर्नु मन छ त, तर कलेज जोइन गरेन भने फेरि आफन्तहरूले टाउको खान्छ के। बात त सही है। सीआईडी जस्तो इन्भेस्टिगेसन गर्नु थाल्छ। कलेज किन जोइन नगरेको, किन यतिकै बसेको, कुन विषय पढ्नु मन छ। घरिघरि त मेरो आफन्तहरू सीआईडी